फाइनल्ली केटाकेटी हो मेरो चाहिँ आइसक्यो के आयो त भन्दाखेरि ल गयो ल फेरि एकचोटि फाइनल्ली गुलेली रेडी भइसक्यो होइन टक खाऊ ल सबै बाँडीचुडी हेलो अनि नमस्ते साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म जाँदैछु थोरै काम छ होइन बुटलतिर जाँदैछु बसन्त यहाँ रेडी छ होइन म चाहिँ यो लाँदिनँ किन भन्दाखेरि यसले तेल धेरै खाइदिन्छ आफूले तेल हाल्ने पैसा कम पर्छ म चाहिँ यो लिएर जाँदैछु 100 रुपियाँ हालेपछि ढुक्क दिनभरि एकटा अब चाहिँ टक्क जानुपर्ने हुन्छ बुटलतिर ल फाइनली एकटा म चाहिँ अहिले बुटलको जेसिस चोकमा आइसकेँ होइन टक्क यहाँनिर मेरो चाहिँ थोरै काम थियो त्यसले गर्दाखेरि चाहिँ यता आएको आज चाहिँ अब चाहिँ डकुमेन्ट सकुमेन्ट बनाएर जानुपर्ने हुन्छ घरमा होइन दाइ चाहिँ यता टक्क फोटोसोटो हान्दै हुनुहुन्छ मेरो चाहिँ यो बाहिरको लागि थोरै डकुमेन्ट बनाउनु पर्ने थियो कि भिसा प्रोसेसिङको लागि त्यसले गर्दाखेरि यहाँको चाहिँ काम हुँदैछ म चाहिँ यसो भिडियो बनाउँदैछु होइन टक्क लगाएर अब चाहिँ यहाँदेखि डकुमेन्ट बनाइसके पछाडि जानुपर्ने हुन्छ घरतिर फाइनली केटाकेटी हो यहाँको काम चाहिँ सकियो अब चाहिँ म जानुपर्ने हुन्छ निक्लिनु पर्ने हुन्छ बुटुल चोकतिर होइन चोकतिर के कस्तो छ यसो चहल पहल दिएर अनि बल्ल जानुपर्ने हुन्छ घरतिर है त केटा हो ल फाइनली केटा म चाहिँ अब नास्ता खाने ठाउँमा आइसकेँ होइन अब चाहिँ नास्ता खानुपर्ने हुन्छ म चाहिँ आज बाटोको भिडियो चाहिँ बनाएन किन भन्दाखेरि चाहिँ म आज एक्लै थिएँ नि त त्यसले गर्दाखेरि चाहिँ बाटोमा चाहिँ भिडियो बनाउनु पाएन होइन अब चाहिँ टक्क नास्ता खाएर निक्लिनु पर्ने हुन्छ मैले बाइकको लागि पनि मोबाइल होल्डर पनि खोजेको थिएँ बुटलमा होइन तर कहीँ पनि पाएन कि खोजे जस्तो राम्रो चाहिँ यो क्यामेराको लागि चाहिँ मजाले मोबाइल अडाउने खालको भिडियो खिच्ने खालको चाहिँ होल्डर पाएन होइन त्यसले गर्दाखेरि चाहिँ रोडको भिडियोहरू चाहिँ डबल हुँदा मात्रै आउँछ होइन किन भन्दा क्यामेरा छोड्नु पर्ने हुन्छ नि त अब चाहिँ नास्ता खानुपर्ने हुन्छ केटाकेटीको फाइनल्ली केटाकेटीको नास्ता आइसक्यो अब चाहिँ नास्ता दिनुपर्ने हुन्छ भोक लागिरहेको छ मलाई चाहिँ होइन मजाले खाऊ ल सबै बाँडीचुडी खाने भए बुटुलतिर होला केटाकेटी हो चिकेन यो चाहिँ चिकेन है केटा चिकेन यो चाहिँ चाउमिन चिकेन चाउमिन त नास्ता गर्दा धन्नै निदाइसकेर यार निदाउन लागेको रहेछ नास्ता आएर बल्ल फेरि चिया लभर चाहिँ गएको छ है म फेरि खत्रै चिया लभर पनि हुन्छ दारु खाना छोडेपछि फेरि चिया फेरि बिहानै दिउँसो साँझै दिनको 4 लट चिया जान्छ है केटाकेटी मस्त चियाको साथमा सुट्टा कोलाई मनपर्छ केटाकेटी कमेन्ट गर्दा चियासँग सुट्टा भन्न थाहा होला नि सुट्टा फाइनल्ली केटाकेटी हो मेरो चाहिँ आइसक्यो के आयो त भन्दाखेरि ड्राइभिङ लाइसेन्स है ल अब सबभन्दा पहिला त युट्युब फ्यामिलीलाई देखाउनु पऱ्यो नि त होइन युट्युब फ्यामिली फेसबुक फ्यामिलीलाई किन भन्दाखेरि अब मेरो सक्सेस नै तपाईँहरूको पनि सक्सेस होइन ट्याक्क म चाहिँ आज गएको थिएँ बुटल लाइसेन्स पनि लिएर आएँ होइन ट्याक्क लगाएर धेरै दिन पछाडि भन्दा पनि हामी चाहिँ एकैचोटिमा पास भयो जे होस् बवाल मजा आयो तर के अरे 100मा 75% चाहिँ फालिदिरहेको थियो कि ट्रायलमा होइन तर हाम्रो चाहिँ जे होस् लकले दियो भनौँ न राम्रै भयो निक्ल्यो होइन म चाहिँ घर सर पनि अघि नै आएको हो अब चाहिँ मैले बनाउनु पर्ने छ गुलेली होइन किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ यो के अरे सुगा अहिले मकै खान लाग्यो कि सुगाले त्यसले गर्दा सुगा बगाउनुको लागि बनाउनु पर्ने हुन्छ गुलेली चलो पहाड फाइनल्ली केटाकेटी हो म चाहिँ गुलेली बनाउनको लागि रेडी भइसकेँ मसँग चाहिँ यहाँ चोकी होइन पल्ली बनाएर राखेको यो चाहिँ मैले आज बुटल जाँदाखेरि किनेर ल्याएको रबर होइन यो रबर यो चाहिँ बाँध्नको लागि 2टा अनि यो चाहिँ कान बाँध्नको लागि
अनि यो चाहिँ रबरमा ट्याक्क त्यो छिटो नचुडोस् भनेर बाँध्नको लागि है यो चाहिँ। अनि यो चाहिँ कान है, कान टक्क अब कान छेड्नु पर्ने हुन्छ सबभन्दा पहिला। म चाहिँ यसलाई तताउनेवाला छु, यसलाई तताएर कान छेड्नु पर्ने हुन्छ। टक्क लाएर हाम्रोतिरलाई चाहिँ कान भन्छ, तपाईँकोतिर के भन्छ है? हामीले चाहिँ गुलेलीको कान भन्छ होइन। ऊ चाहिँ रबर चाहिँ बहुत हेभी छ, केटाकेटी हो। रबर चाहिँ खत्रै बोल्ने छ। अब कान छिड्नु पर्ने हुन्छ टक्क लाएर। मैले चाहिँ केटाकेटीको कान चाहिँ छिडियो है, दुईतिर टक्क यो चाहिँ सेन्टरमा पार्नुपर्ने हुन्छ। अब के गर्ने भन्दाखेरि अब चाहिँ टक्क यसमा चाहिँ रबर हाल्ने। अब यसमा रबर हाल्नु पर्ने हुन्छ होइन, टक्क लगाएर। बराबर जुलो भएन जस्तो छ। यो गुलेली किन बनाएको भन्दाखेरि चाहिँ अब मकै पाक्ने बेला भयो नि त। अब के अरे सुगाले चाहिँ मकै खानै दिन्न कि, पुरा मकै जति भ्याइदिन्छ होइन, बाली नै सब सकिदिन्छ। त्यसले गर्दाखेरि गुलेली बनाउनु पर्ने हुन्छ, लहट्न पर्ने हुन्छ। अनि कहाँ हो र तिमी? यहाँ आऊ न, मेरो भ्लगमा आऊ न। तिमी पनि हेरमा, यहाँ गुलेली बनाएको भ्लग बनाउँदैछ यार। भयो भोलि आउँछ। आऊ न, आऊ यहाँ मेरो भ्लगमा आऊ। हाम्रो यहाँ हनी चाहिँ भर्खर उठ्दैछन् 6:30 बजे। मकै खाँदैछन्, उठ्ने बित्तिकै फेरि चाहिन्छ टक्क। अब रातभरि सुत्दैनन्। मैले भर्खर पकाएर खाएँ यार चिया। यो चाहिँ छिराउन गाह्रो भयो केटा। अब चाहिँ यहाँ छिराउन अब यसलाई ट्रिक लाउनु पर्ने हुन्छ। भोलि त बाफरे बाफ, बुढाबुढी गुल्मी जाने। मस्ती छैन। हामी गर्लफ्रेन्ड नभएकोलाई यार गाह्रो छ यार।
एउटा क्रस चाहिँ भेटेको छु केटा हो, एउटा क्रस चाहिँ भेटेको छु युट्युबमै गएर हेर है, @माइली ब्लग भनेर। क्रस क्रस लभ परे चाहिँ होइन है, फेरि एकतर्फी हो। नबिर्स्यौ नि फेरि माइली ब्लग सम्झ्यो केटा हेर है। म चाहिँ छिराइसकेँ होइन, टक्क यसरी अर्को पनि फेरि यताबाट यसरी हालेर यसरी राख्ने होइन, ट्याक्क अनि यहाँ घुसाउने होइन, यसरी अन्डी चाहिँ यता दाउरा लिएर आइसक्नु भयो। म चाहिँ टक्क यहाँ गुलियली बनाउँदैछु टक्क। एउटा लेख अर्को अर्को मसिनो खालको खोजेको भेटाएन बुटुलभरि। भाइ यहाँ आइदिनु यसो छोप्न। यहाँ चाहिँ एकजनालाई गुहार्नु पर्ने हुन्छ, किन भन्दा यो यस्तो तन्कार बान्नु पर्ने हुन्छ होइन, केटाकेटी हो। मम्मी चिया पकाउनु सक्नुहुन्छ? तान्नले मजाले तन्के तन्के बान्नु पर्ने हुन्छ। खाम न फेरि रक्सी पो खान छोडेको त, चिया खान छोडेको र रक्सी खान छोडेपछि चिया सुरु भएछ त। धेरै बान्ने तिमीले मेरो नाम लेख्ने होइन निधारमा। त भन्थे त के हो आज त तिमी मान्छे खुस खुस दिल खुस। ल लेख त, लेख निधारमा मन हेर्छ दुईटै लेख त। तीनटा अक्षर मेरो त ट्याटु हान दुईटा निधारमा एकअर्काको नामको ट्याटु हान त ल, मैले मान्ने भएँ। मानेर के नहुने होइन, के हुने होइन न। 1000 रुपियाँ दिनु होला, ट्याटुको खर्च मेरो भयो कि ल, नामको मात्रै ल। त्यो त त्यही हो। अरू हान्छु नि मेन गरी यो हो कि खासमा कान बान्ने रबर त काट्दै यहाँबाट, तर यहाँ काट्नु यहाँबाट। भाइको लप परिसक्यो, दाइको कहिले हो यार। त्यही एउटा माइली ब्लग्स भेटेपछि क्रस भएछ, क्रस देख्ने बित्तिकै मन परेको केटा हो, तर के गर्ने यार। बोयफ्रेन्ड छ कि छैन यसो सेयर हान्दे माइली ब्लग्सलाई। भाउजू बन्नु पर्यो भन केटा हो, गएर कमेन्ट गर हो। अब एउटा बुढी त बेलचा हानेर पनि पालिन्छ क्या। भोलि दोकान भोलि आउँछ दोकान, भोलि ओरिजिनल जस्तो खायो सागा त। त्यो गोप्य कुरा नि हामीलाई, त्यो गोप्य कुरा नसुन है फेरि। कसैले नसुन सुनेर नि सुन्छ, नसुन रुख त फेरि खोलेर बनाऊ। सुनि पनि नसुन जस्तो गर है केटाकेटी, त्यो चाहिँ गोप्य कुरा हो। हाम्रो टोपेन्द्र बहादुर सिंह हेरेको ल फेरि त
जोडसित भयो क्या जोडसँग तान्न आफू यता जोड हुँदा नि त्यो दुईटा हात लगाएर तान्दिनु हुन्छ मैले एउटा हातले तानेको ठिक्क कति आगो प्यारो भएको सोल्टीलाई तर यार के भयो यार किन र धेरै लामो भन्यो पन्डु सिक्यो चाक सेक्दैछ चाक फेरि त पन्डु सिक्यो गयो पन्डु सिक्यो टोक्त चरा मार्न नभन नि फेरि चरा भगाउन हो गुललले जानुपर्छ क्या एउटा लिएर जान एउटा मारेर लिएर नि तँलाई 100 रुपियाँ एउटाको दर हेपेको ठुल्डाटा खान्न न ठुल्डाटा खान्न न के कसले खान्छ चरा कुकुरले बाप मात्रै लाग्छ क्या त्यही भएर मैले मरेपछि अस्ति हिजो त्यहाँ हाने होइन मरेर साला खोजी भेटाएन त पाप मात्रै लाग्यो बरु कसैले खाए त बरु पाप लाग्थेन बनाएर फ्रिजमा राखेर लिएर आउनु के फेरि तर यो त हार्ड छ यार तान्न सकिन्न त्यो कस्तो गाह्रो है यो चाहिँ तन्किएन दाजुले मान्छेको त निधार छेड्नेको रबर भन्दैछ तन्किएको छैन त्यो बनाउनु पर्ने हुन्छ केटाकेटीको हाम्रो तन्किएको छैन त तन्किएको त छैन कसरी हान्ने र तानेर मैले खाना पकाएको हो तरकारी साग त्यही चाउचोमा हालेर पकाइदिनु के मम्मी पहिला चाउचो उगारिदिनु चाउचो हालिदिनु अनि चाउचो पाक्न लाग्यो भन्दाखेरि 2 फोर्ला गरेर हालिदिनु न अस्ति हाल्थेँ नि मैले बङ्गुरको मासुमा हत्ते गराइदिनु कि मिठो हुन्छ चाउचोसँग नि मिठो हुन्छ हौ त्यसै गर्नु न मलाई जस्तो भन्नुहुन्छ त्यो अब गर्मी हुन लाग्यो नि त अब साग भेन्ला अझै एकचोटि रायोको साग हुन्न छर्दियो नि रायोको साग हुन्न अझै एउटा सानो एउटा छोटो भएन बोराहरू आयो त टाइट गर्नुपर्छ केटा टाइट यस्तरी ल्याम किनेको तन्काएर अझै उसले भए दामी हुन्थ्यो
त्यो 150 को 4 पिस आउँछ नि केटा हो त्यसले दामी हुन्छ के बान्नलाई त्यो के हो कमेन्ट गर है 4 पिस होला 3 पिस होला 4 पिस हो 3 पिस हुन्छ तैँले ल्याउने 3 पिस होला मैले 4 पिस हुने 150 को 4 पिस हुने वाला कुन हो कमेन्ट गर केटा 3 पिस वाला कुन हो कमेन्ट हान बढिया तर त्यसले यति दुःख गर्नु पर्दैन के अर्को चोटि त जम्मा गरेर भयो त अति भयो कुन गाली गर्छन् मलाई कुन पहिला पहिला त ठिकै लाग्थ्यो यो भाइ आजकल त के भएको भन्नु फाइनल केटाहरू यो त भयो तर तान्न चाहिँ गाँडबाट धुवा निक्लेर जस्तो लागिरहेछ उनको लपर कस्तो होला कति कराएको ल्याके कडा हो कि कडा होला लकिडा हो यो चाहिँ तान्नै सकिन्न त यार लकिडा फाइनल्ली गुलाली रेडी भइसक्यो होइन टक्क अब चाहिँ सुगा भगाउने हो उस्तै पऱ्यो अरू पनि भाग्छ फाइनल्ली गुलाली पनि रेडी भइसक्यो केटाकेटी हो अब खानुपर्ने हुन्छ चिया चिया खानुपर्ने हुन्छ फेरि त यो त हतियार हो केटा यो हतियार त राख्नुपर्छ खै तान त फेरि एकचोटि तान्नै सकिन अरे यो चिया हाल्दै हुनुहुन्छ हजुर त्यही हो अर्को 100 रुपियाँ त तान्ने खाले 100 रुपियाँ यो पनि 100 रुपियाँ हो तान्नै सकिन्न अनि के भन्न चाहन्छ हाम्रो दर्शक बिनहरूले दर्शकहरूले के भन्न चाहन्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु द शिखर युट्युब वाइट शिखर ब्लग ल गयो ल फेरि एकचोटि ल बाई बाई ल बहिले पनि बाई बाई भन्दै हुनुहुन्छ एउटा हातले तर अर्को हातमा चाहिँ सामान भएर है ल केटा च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला ओके बाई बाई